प्राय गरी नेपालीलाई ग्यास्ट्रिक नभएको कोही पनि हुँदैन भन्ने हुनाले चाहिँ ग्यास्ट्राइटिस नभएको कोही पनि हुन्न भन्नाले चाहिँ राष्ट्रिय रोगको रूपमा लिनु होला तर राष्ट्रिय रोगै भनेर त भनिँदैन यसलाई ग्यास्ट्रिक भनेको के हो भन्दा नि हाम्रो आमाशय छ खाना रहने थैली पेट भन्छौँ जसलाई हामी त्यसको भित्री भाग सुनिनुलाई चाहिँ हामी चाहिँ ग्यास्ट्राइटिस भनेर भन्छौँ है र यो कहाँ हुन्छ भन्दाखेरि खाना हामीले मुखबाट खाना खाएपछि इसोफेगस हुँदै नि इसोफेगस भनेको खाना जाने नली हुन्छ त्यो नली र सानो आन्द्रा सुरु हुने भागभन्दा बिचको भाग जसलाई हामी चाहिँ नि आमाशय भन्छौँ त्यसको भित्री भाग सुन्नलाई चाहिँ हामी चाहिँ ग्यास्ट्राइटिस भनेर भन्छौँ कसरी लाग्छ भन्दाखेरि ग्यास्ट्राइटिस चाहिँ लाग्ने चाहिँ प्रायः साधारण जनताहरूले यो चाहिँ खानपिनको कारणले हुन्छ होला भन्ने भन्छन् तर चाहिँ यो वास्तवमा चाहिँ नि यो एच पाइलोरी भन्ने ब्याक्टेरिया हुन्छ एउटा है कीटाणु हुन्छ त्यो कीटाणुले सङ्क्रमण गरेर हुन्छ 90% भन्दा बढी चाहिँ त्यसको सङ्क्रमणबाट हुन्छ र अरू चिज चाहिँ हाम्रो इन्भाइरोमेन्टल फ्याक्टर भनेर भन्छौँ इन्भाइरोमेन्टल फ्याक्टर भन्नाले जस्तै हामी चाहिँ नि प्रायः गरी दुखाइ कम गर्ने औषधिहरू खान्छौँ प्रायः गरी होइन टाउको दुखेको औषधि घुँडा दुखेको औषधि होइन शरीर दुख्यो भनेर औषधि खाने एनाल्जेसिक खाने जथाभावी चाहिँ नि हामी चाहिँ नि पेन किलरहरू भन्छ जसलाई दुखाइ कम गर्ने औषधि खान्छौँ त्यसले गर्दाखेरि भित्रको जुन हाम्रो चाहिँ पातलो झिल्ली छ आमाशयको त्यसलाई चाहिँ गएर चाहिँ त्यसले चाहिँ रियाक्सन गर्छ प्रतिक्रिया गर्छ त्यसमा प्रतिक्रिया गरेपछि त्यो चाहिँ सुनिन जान्छ अनि त्यसबाट चाहिँ नि ग्यास्ट्राइटिस हुन्छ र अरू चाहिँ नि अब जथाभावी चाहिँ जाँड रक्सी खानेहरू भयो होइन अनि चुरोटोरो खाने भयो र अनि अब अरू खानेकुरामा चाहिँ पिरो अमिलो खाने अब यो चाहिँ पिरो अमिलो चाहिँ त्यति हुने होइन तर चाहिँ त्यसलाई चाहिँ ग्यास्ट्राइटिस हुन मद्दत गर्ने हो भइसकेकोलाई चाहिँ त्यसले चाहिँ बढाउनमा मद्दत गर्छ र अनि स्ट्रेसबाट पनि हुन्छ मान्छे जसले चाहिँ तनावहरू बढी लिन्छ तनाव लिने बढी चाहिँ आफूलाई पोजिटिभ थिङ्किङ नहुने र नेगेटिभ थिङ्किङ हुने जहिले चाहिँ डिप्रेसनमा जाने त्यसमा पनि ग्यास्ट्राइटिस भएर आउँछ है यी साधारण किसिमका अरू धेरै कारणहरू पनि छन् इन्फेक्सनबाट पनि ग्यास्ट्राइटिस हुन्छ र यसका लक्षणहरू कसरी देखिन्छन् भन्दाखेरि ग्यास्ट्राइटिस भइसकेपछि मान्छेलाई चाहिँ पहिला सुरुमा चाहिँ कसैलाई चाहिँ पेट ढाडिने मेरो पेट डुम्म भयो भन्ने होइन वाकआउट लाग्ने खान मन नलाग्ने कसैलाई चाहिँ खान मन नलाग्दामा तौल घटेर जाने उल्टी हुने होइन र अनि छाती पोल्ने आदि कारणहरू चाहिँ नि ग्यास्ट्राइटिसका चाहिँ लक्षणहरू हुन्छन् प्रायः गरी सुरुमा उपचार कसरी गर्ने भन्दाखेरि त उपचार त यसको कारण के हो ग्यास्ट्राइटिस भयो केले हो भन्ने कुरा पत्ता लगाउनु पर्यो होइन जस्तै स्ट्रेसबाट भएर चाहिँ रातभरि सुत्दैन तनाव छ विद्यार्थी छ होइन समयमा खाना खाँदैन होइन समयमा खाना नखाँदा त हाम्रो भित्रपट्टि चाहिँ नि झन् एसिडहरू बढी सेक्रेसन हुन्छ खाना पचाउनको लागि हामीलाई चाहिँ नि एसिडहरू चाहिन्छ त्यही एसिड हाइड्रोक्लोरिक एसिडले नै इरिटेसन गरेर हाम्रो चाहिँ ग्यास्ट्राइटिस हुने हो ग्यास्ट्राइटिस हुँदाखेरि के हुन्छ भन्दाखेरि जुन चाहिँ हामीले खाना खान्छौँ समयमा त्यसलाई पचाउने एसिडले चाहिँ भयो भने त प्रोटेक्सन हुन्छ त्यहाँ चाहिँ बचाउने र बाहिरबाट एट्याक गर्ने चिजहरूको मिलन चाहिँ भएन त्यहाँ चाहिँ अन्तर्क्रिया चाहिँ त्यो चाहिँ के भन्दाखेरि जुन हाम्रो चाहिँ त्यहाँ पचाउनलाई चाहिँ म्युकस मेम्ब्रेन हुन्छ होइन अनि त्यसपछि अरू चाहिँ बायोकार्बोनेटहरू हुन्छ विभिन्न किसिमको केमिकलहरू हुन्छ जसले चाहिँ हामीलाई चाहिँ त्यो भित्रको झिल्लीलाई बचाउन मद्दत गरेको हुन्छ त्यो चिजहरूको सेक्रेसन त्यो चिजहरू बनाउनु चाहिँ कम भयो र बाहिरबाट चाहिँ एट्याक गर्ने चिजहरू जस्तै रक्सीहरू खाइदिएको छ चुरोटहरू खान्छ त्यसले पनि त्यो ब्लड सर्कुलेसन कम गराउँछ होइन त्यो ब्याक्टेरियाले आफैले चाहिँ त्यो एसिड प्रोडक्सन गर्न मद्दत गर्छ यी चिजहरूलाई चाहिँ बचाउनको लागि हामीले चाहिँ केबाट भएको हो भनेर चाहिँ हामी चाहिँ पत्ता लगाउनुपर्छ यो पत्ता लगाएर औषधि गर्दाखेरि चाहिँ सन्चो हुन्छ अब साधारणतया ग्यास्ट्राइटिस भएको अब खानपिनले भयो अथवा चाहिँ कहिलेकाहीँ चाहिँ पिरो अमिलो खायो कहिले साधारण खाइराख्ने मान्छेले कहीँ भोजभातहरूमा गएर खायो भनेदेखि त्यो 2-3 दिन चाहिँ खाना चाहिँ रेस्ट गरिदिने साधारण खाना खाइँदाखेरि पनि सन्चो हुन्छ होइन र त्यसमा साधारण एन्टासिडहरू जस्तै एल्युमिनियम हाइड्रोक्साइड जेलहरू भन्ने बजारमा पाइने एन्टासिडहरू हुन्छ नि त्यसले पनि साधारण किसिमको 5-7 दिन खाइदियो भने सन्चो हुन्छ होइन अब औषधिहरूको नाम त यहाँ नभनौँ धेरै किसिमको औषधिहरू चाहिँ युज गर्न सकिन्छ होइन अब एच पाइलोरी नै भएर चाहिँ भने एन्टिबायोटिक खाने कि नखाने होइन ट्रिपल थेरापी भनेर भन्छौँ हामी त्यसमा चाहिँ नि एच पाइलोरी भन्ने टेस्ट गर्नु पऱ्यो त्यो स्टुलबाट टेस्ट गर्न सकिन्छ होइन ब्रेथबाट टेस्ट गर्न सकिन्छ इन्डोस्कोपीबाट बायोप्सी लिएर टेस्ट गर्न सकिन्छ होइन त्यसलाई चाहिँ नि प्रुफ गरेर नि अब यो साँच्चै नै ग्यास्ट्राइटिस भएको यो कारणले भएको भनेर भन्नलाई चाहिँ हामीले चाहिँ इन्डोस्कोपी गर्नुपर्ने हुन्छ अब सिम्टम मात्रै भएर अब 1 हप्ताको मात्रै सिम्टम छ धेरै लामो छैन भनेदेखि हामी चाहिँ सिम्टोमेटिक रूपमा पनि 8-10 दिनको चाहिँ नि हामी त्यो ग्यास्ट्राइटिस कम गर्ने औषधिहरू खाएर पनि हामी यसलाई चाहिँ निको पार्न सक्छौँ र ग्यास्ट्राइटिस भएका बिरामीले के खाने के नखाने भन्ने प्रश्न तपाईँले गर्नुभयो है यो के छ भन्दाखेरि के खाने के नखाने भन्दाखेरि चाहिँ नखाने कुरा त त्यही भइहाल्यो चुरोटहरू नखाने चुरोटहरू नपिउने होइन रक्सीहरू नपिउने
अब बढी पिरो अमिलो चिजहरू नखाने होइन, तनाव कम लिने, समयमा सुत्ने होइन, समयमा खानेकुराहरू खाने। खाना चाहिँ हाम्रो त्यही नै हो, दाल भात रोटी तरकारी नै खाने हो। फलफुलहरू बढी खानु पऱ्यो, सागसब्जी फलफुलहरू मिलाएर खानु पऱ्यो, दुधहरू खानु पऱ्यो होइन, सबै चिजहरू मिलाएर खाने। तर चाहिँ समयमा खाने, कमसेकम 3 देखि 4 पटक चाहिँ दिनमा खाने, बढी लामो समयसम्म ग्याप नगर्ने र खाना खाँदा बित्तिकै पनि नसुत्ने। खाना खाँदा बित्तिकै सुत्दाखेरि के हुन्छ भने त्यो पच्दैन, त्यो एसिडले त्यसलाई मेटाबोलाइज गर्न सक्दैन। हाम्रो चाहिँ मेटाबोलिजम कम हुन्छ अनि पच्न कम हुन्छ, त्यसले गर्दाखेरि झन् बढेर आउँछ ग्यास्ट्राइटिस। त्यस भएर चाहिँ लास्ट खाना खाएको 2-3 घन्टासम्म सुत्नु हुँदैन। दिउँसो सुत्ने बानी भए पनि अथवा राति सुत्ने भए पनि, जस्तै अब नाइट ड्युटी गरेको मान्छेहरू फेरि बिहान आएर चाहिँ सुत्ने हुन्छ होइन, त्यसमा पनि खाना खाँदा बित्तिकै मैले नाइट ड्युटी गरेको छु भने आएर सुत्नु भएन होइन। यो कुराहरूमा ध्यान दिनुपर्छ प्रायः।